वेलकम टु माई न्यू ब्लगमा साथीभाइहरू तपाईँले फेरि पनि स्वागतम छ र म पनि आज फेरि नयाँ ब्लगमा आउँदैछु तपाईँको माझमा। र आज चाहिँ हामी मामा भन्दा चाहिँ गाउँ जाँदैछौँ होइन, मकै चाहिँ गर्नु होइन हामी चाहिँ जाँदैछौँ। र अघि चाहिँ हाम्रो मामा हुनुहुन्छ, पछि पछि भान्जा होइन। तपाईँहरूलाई हामी चाहिँ अब 2 जना छौँ, समथिङ हाम्रो भनेको 15-20 जना जति चाहिँ हुन्छ होला सकभर होइन। मान्छे चाहिँ थुप्रै जम्मा गर्नुभएको छ होइन, त्यसको कारणले गर्दाखेरि अहिले तपाईँलाई म चट्ट पारामा अहिले चाहिँ हामी ठ्याक्कै भनेको बिहानीको मौसम हो यो चाहिँ, भनेको ठ्याक्कै 7 बजिसकेको छ अनि हामी चाहिँ अहिले बिहानीको मौसममा छौँ। र आज चाहिँ मौसमले एकदम साथ दिइसकेको छ, एकदम शीतल नै छ सरर होइन। यतिको शीतल छ भने काम गर्नमा हामीलाई सहज हुन्छ होइन, त्यसको कारणले गर्दाखेरि अलिक तर घामले रन्क्यो भने चाहिँ घामले एकदम काम अलिक कम नै हुन्छ, किनकि घामको कारणले गर्दाखेरि अलिक पसिना आउने, अलिक छिटो थकाइ मार्ने हुन्छ। त्यसको कारणले गर्दाखेरि अहिले चाहिँ साथीहरू मेरो ब्लग यत्तिकै एकैचोटि तपाईँहरूलाई म मकै गोलेको ठाउँमा लग्छु। चाहिँ अघि नै फेरि खाजा खाइसकेर आइसकेको छु। अब हामी चाहिँ जाँदैछौँ है, साथीहरू पनि टन्न छ आज सम्झिउँ त्यस्तै 15-20 जना चाहिँ भइयो होला होइन। अब गाउँमा अब मकै चाहिँ अब त्यतिर चाहिँ मकैहरू बाडी गोड्नु पर्ने हुन्छ, तपाईँले देख्न सक्नुहुन्छ। अब चाहिँ हातमा सबैले यो भनेको हतियार बोकिसकेको छौँ। हेर्नु होला हामीलाई चाहिँ यो भनेको केपी ओलीले हामीलाई रोजगार दिएको छ केटाहरू होइन। केपी बालेहरूले हामीलाई रोजगार दिएको छ, गाउँ घरमा यस्तो खालको रोजगार होइन। अब टक्क जाने अनि केपी बाले हामीलाई धेरै सेवा सुविधा गरेछ। अब हेर्नु त गाउँको अब यस्तै छ, दामी हेर्नु ठुल्ठुलै छ, तपाईँलाई देख्न सक्नुहुन्छ होइन। यो चाहिँ अब यस्तै असार अन्तिममा चाहिँ पाक्ने सुरु हुन्छ होला होइन। साथीहरू हामीलाई केपी बाले रोजगार दिएको छ कि छैन? रोजगार केटाहरू चुप लागेर बस्छ त्यही हो होइन। अब चाहिँ भनेको अहिले बारी यतैतिर नि च्याटचुट गर्नुपर्ने हुन्छ। गाउँघरमा काम छैन होइन, गाउँघरमा अब यस्तै मकैहरू गोड्ने रोप्ने अनि सागसब्जी रोप्ने त्यस्तै छ। अब हामी चाहिँ अब एकछिन पछि चाहिँ यतै नै अब बारी खन्नुपर्ने हुन्छ, गाइस तपाईँहरूले देख्न सक्नुहुन्छ होइन। अब त्यही हो, अब गाउँमा त्यस्तै अब बेरोजगार भएपछि रोजगार त गर्नै पऱ्यो होइन। अलिक गाउँमा बसेपछि अलिअलि त काम गर्नु पऱ्यो, किनकि अब खाना लाउनु त पऱ्यो नि त होइन। अब यसो अलिअलि काम गरेन भने पनि एकदम गाह्रो हुन्छ, त्यसको कारणले गर्दाखेरि अलिक दुःख गर्नु पऱ्यो, मिहिनेत गर्नु पऱ्यो होइन। खेती किसान गर्नै पऱ्यो, अब खेती किसान भएपछि त खेती किसान गर्नै पऱ्यो होइन। अब त्यस्तै छ। अब हेर्नु होला अब एकछिन पछि चाहिँ हामी मकै चाहिँ टक्क अब यहाँ थुप्रो मान्छे भइसकेको छौँ। अब त्यो पछि हुनाले अब 10-15-20 जना हुन्छौँ। त्यहाँ एकछिन पछि मकै अब यसरी त्यहाँ अब चटचट खन्नुपर्ने हुन्छ। सर तपाईँलाई कस्तो अनुभव भइरहेछ? यो अब आनन्द छ अनि ल ठिकै छ। अब म पनि यस्तै अब यसरी नै खन्नुपर्ने हुन्छ। सबै अब मेलै अब सबैले मेलै लानुपर्ने हुन्छ, तपाईँलाई देख्नै सक्नुहुन्छ होइन। अब यहाँ टक्क खनेर चक्क अब यो मिला सार्नुपर्ने हुन्छ। अब खस्रो माटोलाई चाहिँ कमिलो पार्नुपर्ने हुन्छ, त्यस्तो कारणले गर्दाखेरि फुर्लुमको होइन। हेर्नु होला काम हाम्रो जारी नै छ। यस्तै हो भने होइन, यस्तै हो भने अब यहाँ एकछिन पछि टक्क खन्दै पुरा माथिसम्म यो सबै यस्तै कमुलो माटो चाहिँ खस्रो माटोलाई चाहिँ कमुलो माटो बनाउनु पर्ने हुन्छ, खनेर झारपात पनि फाल्नु पर्ने हुन्छ। देख्न सक्नुहुन्छ। अब एकछिन पछिको लागि ब्रेक हो काम गर्दैछ हाम्रो ब्लगरज्यू चाहिँ। ब्लगर हो कि ब्लगर हो रे त? ब्लगर हो ब्लगर। हामी धर भिडियो बनाइरहेछ रे।
आमचे खन्चुवा टोली आमचे नि ठीक भए नि गर एकदम मकै कतिको अक्सी रोइ रे एकदम सलक 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 भन्छ बाबु सलक ल ल ल गाउँघरको चलन यस्तै हो काके सलाम भ्याप सलाम भ्याप कस्तो हुँदैछ नि मकै खनाइ रमाइलो एकदम यत्रो मान्छे भएपछि काम गरेको थाहै हुँदैन प्रशान्त मनिष हो मनिष मनिष चौधरी ओ कोर ठीक भयो नि त्यो कति अक्सी रोइरहेछ सैला सर ठीक भयो आमखाले घरेका कोडालो पक्टिको लक्स लुचेर रहेछ अचेल आमचे महिला पार्टी रहेछ ट्याङ ल गाइस हामीले चाहिँ होइन यति आधी पाटा चाहिँ खनिसकेको छौँ होइन त्यसै गरी मकैबारी गऱ्याम गऱ्याम अनि हामी मकैबारी यो अलिकति ल देख्न सक्नुहुन्छ होइन अब हामी चाहिँ अब यहाँ आधी पाटा सकिसकेको छौँ अब त्यसपछि अब हामी फेरि अब यो एकैबारमा यो हामीले चाहिँ 2 भाग छुट्याइसकेको छौँ 2 भागमा चाहिँ 1 भाग सकिसकेको छौँ अब 1 भाग हामी खन्दैछौँ र 1 भाग खनिसकेपछि तल्लो गराको पनि अब सकाउनु पर्ने हुन्छ अनि त्यो तल्लो गरा सकेपछि अनि हाम्रो हुन्छ लास्ट फाइनल भनेको माथि गरामा हो अनि त्यो गरा सकेपछि अनि हाम्रो चाहिँ अनि त्यहाँबाट ब्रेक टाइम हुन्छ अनि त्यहाँबाट चाहिँ हाम्रो चाहिँ मकै गोड्ने कार्यक्रम सबै सकिन्छ अनि त्यसपछि चाहिँ हामी नुहाइधुवाइ गरेर अनि खाना खाने कार्यक्रम हुन्छ अनि त्यो खाना खाने कार्यक्रम भएपछि अनि हामी सबै आफ्नो घरतिर जानेछौँ अहिले देख्न सक्नुहुन्छ होइन यही हो गाउँघरको यस्तो गरेर मकैबारी टर्याम मकैबारी टर्याम खेक त के भन्ने कि मलाई आएन क्या मकैबारी डर्याम हे भुट्या खराम के हो त्यो लगाइस् अहिले मेरो भिडियो यति खाजा खाने ब्रेक टाइम के हो खाजामा रक्सी मनिष सर के छ अनि ठिक छ थकाइ कतिको हुन्छ थकाइ त गर्दा बानी भएको ठिक छ आज खाजा खाने टाइम ब्रेक टाइम हो खाजा चाहिँ गाँसी छै बोकेल सालको सुर्ती मच्छरी खाँदैन ल अहिले चाहिँ खाजा खाने ब्रेक टाइम हो हाम्रो खाजा खानेको दिउ रक्सी खाने रक्सीले अनि गाँसीका जाँड खाने जाँड अनि ल अब हामी यो तल्लो गरामा जानुपर्ने हुन्छ तल्लो गएर यो चाहिँ फाइनली हाम्रो सकिसकेछ देख्न सक्नुहुन्छ ल ठिक यति